के छ गाइज कमेन्ट्स पढ्ने हैन त सोच्नु होला जहिले सुकै फन्नी कमेन्ट्स मात्र के पढ्ने मजा नहीं आ रहा बट नो आज हामी पुरै मिक्स म्याक्स भाइरल भिडियोहरु छाडापन प्रो म्याक्स मोडल तथा कलाकार टिकटक डान्सर देखि अर्ग्यानिक जोडीहरु जसको पुरै मिलियन्समा भ्युज छन् यी सबैका फन्नी स्याभेज एन्ड भाइरल कमेन्ट्स पढ्ने छौं सो चिल भएर भिडियो हेर्नुस् खत्रै मजा आउने वाला छ सो लेट्स स्टार्ट द भिडियो ल पहिला यहाँ डाक्टर साहबको कुरा सुनौं कि कमेन्टरहरुको समस्या हेर्नुस् है त भिडियो नमस्ते म डाक्टर सुबोध कुमार पोखरेल क्याप्सन लिङ्ग ठुलो बनाउने के छ नयाँ प्रविधि रे त्यो भिडियो पछि धेरै व्यक्तिहरूले मलाई बारम्बार लिङ्गको आकार वृद्धि गर्ने र लिङ्गको आकार वृद्धि नभएको कारणले आफ्नो यौन जीवनमा अत्यन्त नकारात्मक विचार आउन थालेको नकारात्मक अनुभूति हुन थालेको बताउने गर्नुभएको छ पेनाइल एक्सटेन्सर एन्ड सिथ अच्छा सिथ अलग्गै पनि पाइन्छ एक्सटेन्सर अलग्गै पनि पाइन्छ दुवै मिलाएर एउटैमा कन्डोम जस्तो पेनाइल सिथ बनाएको पनि हुन्छ त्यस्तो खालको उपकरणको सहायताले लिङ्गको आकारमा लम्बाई र गोलाइ दुईटैमा राम्रो वृद्धि गरेको अनुभूति भएर यौन सम्पर्कमा थप रसमय र आनन्द बढ्न सक्ने कुरा अहिले प्रष्ट भएको छ कसम डाक्टर साहबको कुराको कसैलाई मतलब छैन कमेन्ट्स पढौं है त 7 इन्चको कसरी बनाउने सर रिप्लाई दुई चोटी नापेर यही नहीं घोडाको जस्तो कसरी बनाउने सर सबै युवाले त्यस्तै खोजिराछन् घोडाको नै काटेर सर्जरी गर्नुस् तपाईं त मेरो हिरो मेरो अमिताभ बच्चन मौरीको घारमा हाल्नुस् आफै ठुलो हुन्छ मेरो त 7 इन्चको छ डाक्टर साहब तर छिटो बिरिया झर्ने के कारण हो बताइदिनुस् रिप्लाई बिस खा भाइ चट्टै हुन्छ डाक्टर साहब मेरो बुढीको योनी निकै ठुलो छ गिलासमा चम्चा घोकेको जस्तो हुन्छ कसरी सानो बनाउने होला रिप्लाई झन् राम्रो नि गुवानी पसाउन मिल्ने भयो त कुन कुन तरिकाबाट आफ्नो लिङ्गको आकारमा वृद्धि गर्न सक्छन् भनेर मैले उल्लेख गरेको थिएँ तपाईले कत्रो बनाउनु भएको छ डाक्टर साहब देखाउनु न म पनि त्यत्रै बनाउँछु यता बिचरा रहर नै त हो भिडियो हेर्नुस् अनि यसको फन्नी कमेन्ट्स पढ्ने है त अबे साले ओ भाई ये क्या है कमेन्ट्स पढौ है त बिचरा दया लाग्छ कहिलेसम्म हो यो खोक्रे जिन्दगी जिउने कम्प्युटर अफ भएको चस्मामा त्यसै देखिएको छ वो चूना लगा दिया एक्टिङ राम्रो छ सीआईडी मा लासको रोल खेल्ने हो अरे खतरनाक लोग मरेको लासलाई घोचे जस्तै भाव होला कम्प्युटरलाई नि एउटै किबोर्डको अङ्कमा 10 चोटी थिचेसी बल्ल अक्षर बन्दो रहेछ चस्मा नलगाएको भए विश्वास गर्न सकिन्थ्यो तर चस्माले सबै क्लियर बनाइदियो बात त सही है रिप्लाई न फेरि चस्मा नलाउँदा त आँखा जुम गरी गरी हेर्छ रहर पुरा गर्न देऊ न यार बोल्नै पर्छ कति कुरा थाहा भएर नि मनमनै राख्दा हुन्छ त ये बड़ी अच्छी बात कही यार झन् म्यानेजरले कम्प्युटर सफा गर भनेको त यो दुईटा भिडियोमा क्वालिटी पनि सेम छ कथाको माग पनि एउटै एउटै छ अनि ओ माई गॉड भ्युज पनि सेम सेम छ सो कमेन्ट्स चाहिँ कस्तो रहेछ हेरौँ है त कसम यो भिडियो भाइरल हुनुमा केटाको दुईटा हात छ नपत्याइ लेट्स सी भाउजू भन मलाई तिम्रो दाइ मेरो भइसक्यो ओके कमेन्ट्स पढौ है त अनि छामेको मात्रै कि छिराको पनि दाइलाई कति मुटु छाम्न दिएको मुटु गिलो हुन्छ फेरि के हो भाउजूको बुबु नाचिरहेछ त हाम्रो दाइले दुध दुदैछ हामी जस्तो बालबच्चाको दिमागमा नेगेटिभ असर पर्यो कति जति केजीको होला भाइ तिम्रो दाइ मेरो भइसक्यो उसले छाम्दैछ मजा चाहिँ मलाई आउँदैछ यता फेरि के चाहिँ भएको हो बुझ्नै सकिन सो छिटो छिटो भिडियो हेरौँ अनि कमेन्ट्स पढौँला भाई यहाँ पे क्या हो रहा भाई ओके कमेन्ट्स पढौँ है त रुनी गरी हानेछौँ मोराले होइन आमा हो कि बुढी हो भाइ लाल पूर्जावाला हो कि ऐलानी हो म त कुल भाइ भनेर झुक्किए भाइ कहाँबाट यस्तो यो कल्चर त अलिकति डिफ्रेन्ट खालको कल्चर हो ए भाइ सुत्नु मात्रै ठुलो होइन आफ्नो बुढीको पनि समस्या बुझ्नु पर्यो दम छ भन्दैमा साडा गोरुले जस्तो गर्न भएन नि यहाँ फेरि ऋतुको डान्स हेर्ने कि ट्याटु हेर्ने भयो यार जे हेरे पनि कमेन्ट्स चाहिँ छुटाउनु भएन
ओ भाई ये क्या है हैट ट्याटुले खायो कमेन्ट्स पढाउ है त त्यो भन्दा तल कुन ट्याटु छ त मोया नमस्तेको ट्याटु दिदी भुत्ला काट्नु नि साह्रै लामो भएछ त बर्खाको मौसममा झारपात काट्नुपर्छ है सर्पहरू छिर्ने सम्भावना हुन्छ रुखको जरा त माथितिर फर्किँदै छन् त के हो पानी नपाए जस्तो छ रिप्लाई हेर्नु न मान्छे उल्टी छ नि त त्यही भएर हो जरा पनि उल्टो फैलिँदै गएको तिम्रो नाच र मेरो जिन्दगी एउटै हो जति मिलाउन खोज्यो उति नै बिग्रिने यो दिदीको माहौल तताइदिने डान्स हेरौँ अनि कमेन्ट्स पढ्ने है त तो चलिए शुरू करते हैं आजको छोरी तपाईको नाममा आम्बो कस्तो बाक्लो हो अनि हामीलाई त्यसै बोका हुन मन लाग्छ त लु बधाई छ तपाईको नक्सा पास भयो हातका मैला सुनका थैला के गर्नु धनले अर्काको पाउरोटी हेरेर बस्छु आनन्द मनले कसम यो अङ्कलको डान्स हेरेपछि कसलाई हाँसो लाग्दैन र हैट ओके कमेन्ट्स पढाउ है त जाली त ससुरालीसम्म पुर्याउनु भयो त नौनी पनि कत्रो रहेछ नि अघि कस्तो राम्रो अर्थपूर्ण डान्स अलि छिटो नाच्नु न दाइ अरू भिडियो नि हेर्न जानु छ के किरा होइन चिरा पर्यो के ब्रो ओहो उत्ताउलोको परिभाषा सायद यही होला जस्तो भिडियो त्यस्तै कमेन्ट्स हेर्नुस् है त ये सब क्या देखना पड़ रहा है तो चलिए शुरू करते हैं यस्तैलाई हो 2 दिन हिँड्न नमिल्ने गरिदिने पिसाब र पानी एकैचोटि छल छल फाल्ने गरी देऊ न हे नजिकतिर भएका केटाहरू चिलाको होला कति आनन्द आयो होला बिचरा गाडीको पाङ्ग्रा होइन के त्यहाँ हाल्ने अरू नै हो त्यहाँ त बाइक नै हराउला नि फेरि खप्पी नसक्नु अचकाली भएको रहेछ साइलेन्सर निकालेर घुसाइदियो भाइ रिप्लाई हेर्नु न मेयर साहबले जान्नुहुन्छ अनेक खत्म ओके वान सेकेन्ड साउट आउट दिन चाहे है त सबै कमेन्टर्सहरूलाई यस्तै यस्तै कमेन्ट्स गर्दै गर्नु होला सो द्याट्स इट फर टुडे इफ यु इन्जॉयड द भिडियो मेक श्योर यु लाइक इट अर्को भिडियोमा अझै मसालेदार कमेन्ट्स लिएर आउने छु है त टिल देन स्टे सेफ सायोनारा भाउजू भन मलाई तिम्रो दाइ मेरो भइसक्यो देखो देखो दरिंदगी चेहरे से टपकती है नंबर 1 का कभी